आज हामी काठमाडौँबाट 10 किलोमिटर उत्तरतर्फ कागेश्वरी मनोहरा अन्तर्गत पर्ने मणिचुर डाँडाको भ्रमणको क्रममा छौँ र वास्तवमा यो मणिचुर डाँडा कहाँ छ र कसरी जानुपर्छ भनेर भन्दै गर्दाखेरि सबैभन्दा पहिले हामीले यहाँ पुग्नको लागि गोकर्णेश्वर जानुपर्छ हैन। गोकर्णेश्वरबाट त्यहाँबाट सबैभन्दा पहिले कागेश्वरी मन्दिर गएर हैन, कागेश्वरी मन्दिरको दर्शन गरिसकेपछि त्यस मन्दिरको छेउबाट दुईटा बाटो जान्छ। एउटा पदयात्राको लागि छ भने अर्को सामान्य 2 चक्के या 4 चक्के गाडीहरू पनि पुग्न सक्छ र ठ्याक्कै मणिचुर डाँडासम्म नपुगे पनि करिबन 3 किलोमिटर तलसम्म हामी गाडी लान सकिन्छ। र वास्तवमा यो क्षेत्र चाहिँ किन प्रसिद्ध छ, के को लागि प्रसिद्ध छ भनेर भन्दै गर्दाखेरि पहिलो कुरो त यो शिवपुरी एउटा धार्मिक स्थल पनि हो हैन। एउटा धार्मिक मूल्य मान्यता बोकेको हाम्रो ऐतिहासिक कथा अनुसार वास्तवमा कुनै समयमा भगवान शिवले यो क्षेत्रमा गोप्यवास बस्नुभएको हो। र अर्को कुरो यही क्षेत्रमा बाबा भोलेनाथका भक्त एकजना शिवपुरी बाबाले चाहिँ यही स्थानमा तपस्या गरेर समाधि लिनुभएको थियो। त्यही भएर पनि यो क्षेत्र विशेष धार्मिक मूल्य मान्यता प्रशस्त बोकेको ठाउँ हो। र यसैको परिसरमा रहेको यो मणिचुर डाँडा चाहिँ त्यहाँ एउटा धेरै प्रसिद्ध र पवित्र ताल पनि छ, कुण्ड पनि छ हैन। र विशेष भक्तजनहरू श्रद्धालुहरू त्यहाँ पुगेर त्यो कुण्डमा नुहाएर आफ्ना दिवंगत मातापिताहरूलाई पितृहरूलाई सम्झेर त्यहाँ स्नान गरेर पूजापाठ गर्ने, कीर्तन भजन गर्ने पनि गर्नुहुन्छ। र त्यो एउटा तलाब चाहिँ नि वास्तवमा एउटा श्रद्धा र आस्थाको प्रतीक पनि छ। र अब हामी केही छिनपछि त्यहाँ अवश्य नै पुग्नेछौँ हैन। र यो क्षेत्र चाहिँ विशेष मतलब एउटा धार्मिक मूल्य मान्यता मात्रै नभएर मनोरञ्जन गर्नको लागि हैन, त्यहाँ एउटा पिकनिक स्पट जस्तो पनि छ। र त्यो कुण्डमा पुग्नुभन्दा पहिले हामी त्यो पिकनिक स्पटमा पुग्नेछौँ। र त्यहाँ विशेष गरेर छुट्टीको बेला, फुर्सदको बेलामा विशेष काठमाडौँका जनताहरू त्यहाँ पुग्ने, रमाइलो गर्ने, पिकनिक मनाउने, बर्थडे मनाउने या मतलब त्यहाँको हरियाली वन जङ्गलको बिचमा बसेर रमाइलो गर्ने हेतुले पनि त्यहाँ जाने गरेका छन्। र त्यो पनि हामी एकछिनपछि त्यहाँ पुग्ने नै छौँ, अवलोकन गराउनेछौँ। शिवजीका बुद्ध धर्मावलम्बीहरूका ध्वजा पताका र हरियाली पहाड जङ्गलहरू देख्न सकिन्छ। एकजना सानो नानी पनि आउनुभएको रहेछ, घुममा आउनुभएको हो। कोसँग आउनुभएको हजुर? कोसँग घुममा आउनुभएको? मम्मीसँग हो? ए ल घुम्नु पर्छ है। र बिचरा सानो बच्चालाई यति माथि ल्याइपुर्याउनु भएछ उहाँहरूले, किनभने एक्लो ज्यानलाई यहाँ आइपुग्न निकै हम्मे हुन्छ भने बच्चाहरू ल्याउनु भएछ, खुसीको कुरो हो। र यहाँ सिस्टरहरू मेकअप श्रृङ्गार गर्दै हुनुहुँदो रहेछ। अनुमति छ भने यसो देखाउँ। उहाँहरू पनि हाइकिङमा हुनुहुँदो रहेछ। नाइस टु मिट यु अल यु लभली गर्ल्स। ल यहाँ त एकदम थ्याङ्क यू। @एक्सप्लोर नेपाल यहाँ हेर्न सक्नुहुन्छ। कति रमणीय दृश्य। हामी 1 महिना पहिले शिवपुरी पहाड जाँदा यो रुट नभएर उतापट्टिको चिसापानीतिरबाट गएका थियौँ। र यो त्यति हाइट त होइन र पनि धेरै रमणीय ठाउँ। विशेष शनिबार हेर्न सक्नुहुन्छ। विद्यार्थी भाइ बहिनीहरू रमाइलोको लागि यो हरियाली वन जङ्गलबाट रमाउन, यो प्रकृति सम्पदाले भरिएको ठाउँलाई अवलोकन गर्न आउनु हुँदो रहेछ। आउने, पिकनिक गर्ने, रमाइलो गर्ने र समहाउ बर्थडे पनि मनाउनु हुँदो रहेछ भन्ने कुरो गेस भयो। र कसको पनि एडभान्समा ह्याप्पी बर्थडे टु यु सिस्टर, ह्याप्पी बर्थडे टु यु सिस्टर। कस्तो राम्रो उहाँहरूको आइडिया हेर्नुहोस् त। यस्तो ठाउँमा मणिचुर डाँडामा आएर काठमाडौँबाट त करिबन 15 किलोमिटर माथि आएर यहाँ सानो नानीको ह्याप्पी बर्थडे विस गर्दै हुनुहुँदो रहेछ। र साथमा सबै खानेकुराहरू होइन, ह्याप्पी बर्थडेसँग रिलेटेड वस्तुहरू ल्याउनु भएको रहेछ। ल खुसी लाग्यो। साथीहरू उहाँ बहिनीहरूको ह्याप्पी बर्थडेको लागि एक लाइक, कमेन्ट, सेयर अवश्य गर्नुपर्ने हुन्छ।
हाइकिङ जोकिङ। सो अब अनुमति छैन भने प्लिज जिद्दी नगरौँ। अब बहिनीलाई लाज भयो अरे। एक्सट्रिमली सरी साथीहरू। त्यो बहिनीले चाहिँ फेस किन देखाएन भनेर कमेन्ट नगर्नु है। अब उहाँ लजाउन पाएको छ, राइट्स हो उहाँको, फन्डामेन्टल राइट्स। ल वरिपरिको चिसाएँ सबै यहाँ त त्यस्तै हो, रमाइलो गर्न आउनुभएको ठाउँ ठाउँमा बहिनीहरू बस्नुभएको छ, वार्तालाप गर्दै हुनुहुन्छ। मौसम अलिक प्लेसेन्ट छैन जस्तो छ, कतै कतै चाहिँ बादल लागेको छ, गुडुङ्ग गर्छ है क्या जस्तो छ। पानी परे पनि वी आर रेडी बिकज वी अलरेडी ह्याभ द रेनकोट एन्ड अल द स्टफ्स। अगाडि बढौँ, यो बाटैबाट जाउँ। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि। र यो वसुधैव कुटुम्बकम मेन मन्त्र भएको देश हाम्रो। यहाँ सबै देखिन्छ, भगवान् विष्णुको होस्, भगवान् शिवको, चाहे भगवान् बुद्धको, सबैको यसरी यहाँ श्रद्धालु भक्तजनहरूले ध्वजा पताका आफ्ना आफ्ना कुलगुरुलाई, आफ्ना इष्टदेवलाई सम्झेर ध्वजा पताकाहरू यसरी टाङ्ने पनि गर्नुभएको रहेछ। खुसीको कुरो हो। यहाँ त एकदमै पुरै अन्धकार रहेछ होइन। यहाँ राम्रो तलाउ पनि रहेछ साथीहरू। र जे होस्, यो क्षेत्र चाहिँ अवलोकनको लागि चाहिँ धेरै नै प्रसिद्ध छ। आज त यहाँ एउटा मेला जस्तै नै लागेको छ होइन। र अगाडि अझै हामी अर्को भागतिर लाग्दैछौँ। जनआस्था बोकेको कुण्ड पनि छ, जहाँ स्नान गरेर आफूलाई शुद्ध बनाउने एउटा विश्वास छ, जनआस्था विश्वास। र यहाँ झरना र नेपालको सम्पदा नै नेपाल सम्पन्न हुनु हो। ल यहाँ हामी खास हामीहरूको गन्तव्य भनेको खासमा यही हो, मणिचुड भनेर यो शिवपुरी क्षेत्रमा रहेको सबैभन्दा प्रसिद्ध ठाउँ। र यहाँ यसरी जनआस्था जनविश्वास हेर्न सक्नुहुन्छ। पुरा टाढा टाढाबाट भक्तजनहरू होइन, जसलाई धर्म कर्ममा आस्था विश्वास श्रद्धा छ, उहाँहरू यसरी भनौँ न काठमाडौँबाट तकरिबन 20 किलोमिटर पैदल चाहे साधनमा आएर यस ठाउँमा स्नान गर्नुहुन्छ र आफ्नो भाकलहरू भनौँ न आफ्ना पितृलाई सम्झेर यहाँ कुण्डहरूमा स्नान गर्ने पनि गर्नुहुन्छ। यहाँ हाम्रो बाबा भोलेनाथको प्रतीक, उहाँको सम्झनामा शिवलिङ्ग पनि स्थापना गरेको रहेछ। यहाँ शिव पार्वतीको सुन्दर ओम नमः शिवाय, हर हर महादेव। यहाँ नन्दी महाराजजी पधार्नु भएको रहेछ। र यहाँ देख्न सकिन्छ साथीहरू, यही हो हामीहरूको आजको 15 किलोमिटर पदयात्रापछि आइपुगेको रमणीय स्थान मणिचुड डाँडा भन्छ यसलाई। शिवपुरी क्षेत्रमै अवस्थित छ। ओम यहाँ चाहिँ बुद्ध भगवानको स्मरणमा रहेछ होइन। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि। ओम नमो बुद्धाय, ओम नमो बुद्धाय। यहाँ फलैचा पनि रहेछ राम्रो, एकदम सुन्दर परिदृश्य। यो जङ्गलको बिचै बिचमा रहेको यो तलाब, कहिल्यै पानी नसुक्ने यो तालाबको पवित्रता र यसको ऐतिहासिक कथा त धेरै नै गहिरो छ, पौराणिक छ होइन। र यो स्थान कहिलेबाट प्रारम्भ भयो र यस स्थानमा जनताले होइन धर्म कर्ममा विश्वास आस्था गर्ने व्यक्तिले कहिलेदेखि पूजा गर्न आरम्भ गर्नुभएको छ भन्ने कुरो त यसको लिखितबद्ध कुनै प्रमाण छैन होइन। र पनि यो बाबा भोलेनाथ, बाबा पशुपतिनाथ, बाबा भगवान् शिवको नाममा समर्पित स्थान हो। र यो कागेश्वरीबाट तकरिबन 8 किलोमिटर माथि डाँडा चढिसकेपछि आइपुग्छ होइन। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ त एउटा रमाइलो मेला नै लागेको छ। ल साथीहरू, तपाईँहरू पनि यदि काठमाडौँमा हुनुहुन्छ र हाइकिङ गर्न मन पराउनुहुन्छ भने यो क्षेत्रलाई सम्झिनु होला। मणिचुड डाँडा र यो शिवपुरी क्षेत्रमा पर्छ। र यो कागेश्वर नगरपालिका, कागेश्वरी नगरपालिकामा नै पर्छ र हुन चाहिँ काठमाडौँ क्षेत्र नै पर्छ हो।
र यो ठाउँ चाहिँ वास्तवमा भगवान् शिवको नाममा समर्पित छ, बाबा भोलेनाथको नाममा होइन। र यो काठमाडौँबाट आउँदा सबैभन्दा पहिले कागेश्वरी मन्दिरको दर्शन गरिसकेर त्यहाँबाट करिब 8 किलोमिटर पदयात्रा गरेर आइपुग्ने ठाउँ हो यो भक्तजनहरूले, श्रद्धालुहरूले, धर्म कर्ममा आस्था भएका व्यक्तिहरूले चाहिँ वास्तवमा यो क्षेत्रलाई चाहिँ नि धेरै रमणीय बनाएको छ। यहाँ हामी यी ध्वजा पताकाहरू देख्न सक्छौँ होइन। यो वसुधैव कुटुम्बकम मा विश्वास गर्ने देशका जनताहरूले यहाँको शैवी, को विष्णु धर्मावलम्बी, को बुद्ध धर्मावलम्बी नभनिकन सबै धर्मप्रेमीहरू होइन, सबै आफ्नो आफ्नो आस्था अनुसार यहाँ आएर एउटा श्रद्धापूर्वक भातृत्वलाई कायम गर्दै स्नान गर्ने र सँगै पूजा गर्ने यहाँ पाइन्छ, देखिन्छ होइन। यहाँ ध्वजा पताकामा भगवान् शङ्करको, भगवान् शिवको, भगवान् विष्णुको र साथै भगवान् गौतम बुद्धको मतलब फोटो भएको ध्वजाहरू यहाँ देख्न सकिन्छ होइन। सबैमा एउटा भातृत्व छ, आस्था र विश्वास मान्नको लागि सबैलाई नै एउटा मानव अधिकार होइन, एउटा हामीहरूको आफ्नो व्यक्तिगत अधिकारको कुरो पनि हो र त्यसलाई पनि एउटा भातृत्वपूर्वक हामीहरूले मानेका छौँ। यही नै एउटा सकारात्मक कुरो हो साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ कति भक्तजनहरू, श्रद्धालु, धर्मप्रेमी गणहरू यहाँ आएर होइन यहाँ शुभकामना व्यक्त गर्ने आफ्नो एउटा इष्ट देवतालाई सम्झेर उहाँहरूले चाहिँ यहाँ यसरी कीर्तन भजन गर्नुहुन्छ र यहाँ एउटा शुद्ध खानेपानीको धारा पनि रहेछ र यहाँ आफ्नो देह शुद्धिको लागि रहेछ होइन। र यस्तो सानो नानीहरू पनि आउनु हुँदो रहेछ यहाँ भगवान्को दर्शन गर्न। नाइस टु मिट यु। यो घन्टी बजाइदेऊ, यो 3 घन्टी बजाइदेऊ। ओम नमः शिवाय हेलो बजाइदेऊ, घन्टी बजाइदेऊ। आमा कस्तो गुड गर्ल हो। ओहो अझै बजाइदेऊ। ए गुड बोय हो, ल गुड बोय। ओहो बज्यो त बज्यो। ल हेर्नु यो ठाउँमा चाहिँ सानो सानो बच्चाहरू पनि भनौँ न आएर एउटा के छ भने आफ्नो आमा बुवाहरूसँग रमाइलो गर्नु हुँदैछ होइन। ल यही हो साथीहरू मणिचुडको पवित्र कुण्ड। यहाँ देख्न सक्छौँ यसलाई भन्छ वसुधैव कुटुम्बकम। यहाँ भगवान् बुद्धको गुम्बा पनि देख्न सकिन्छ हामीले होइन। र यतापट्टि भोलेनाथको शालिग पनि छ, भोलेनाथको मूर्ति पनि छ।